अब हामी चाहिँ यहाँ मनोकामनाको दर्शनपछि ल ग्रुपै छौँ ट्याक्क लाएर यहाँ बगेश्वरीको दर्शन ल हेलो 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 ल गाइज अब बगेश्वरीको दर्शन छ यहाँ हेर्नु त पाँच छ ल हेर्नु अब हामी यहाँ टक्क आइसक्यौँ अब यहाँ स्वागत पनि हुँदैछ है गाइज अब हामीलाई अब के चाहिन्छ टक्क पार्छौँ हामीले अनि ल अब दाईको पसल है दाईले ल्याउनु भयो अनि यो चाहिँ पसल अब टक्क लाएर अब के किन्नुहुन्छ टक्क लाएर हेलो हेलो ल हामी ट्याक्कै बगेश्वरी आइरहेछौँ त्यहाँ चाहिँ अब हामी झऱ्यौँ अनि यहाँ दिदीहरूले चाहिँ हामीलाई टक्क लाएर स्वागतको लागि दिदीले पानी लिएर बस्दै हुनुहुन्छ है गाइस ल हेर्नु त छाता हेर्नु है मस्ती छ ल यहाँ अर्को दिदी हुनुहुन्छ नमस्कार नमस्कार ल धन्यवाद दिदी टक्क लाएर सहित लखन गाउँपालिका 2 मा पर्छ यहाँ चाहिँ विशेष गरेर सती देवीको जिब्रो पतन भएको मन्दिर हो बागेश्वर महादेव यहाँ चाहिँ बच्चाहरूको बोली स्पष्ट छैन भने चाहिँ ल्याएर दर्शन गराउनु भयो भने हजुरहरूको बच्चाहरूको बाँकी खुल्ने धार्मिक आस्था ल बुझ्नुभयो नि त्यही भएर म चाहिँ यही मेरो छोरोको पनि एकदम अलि बोली भगभग भगभग भइरहेछ गाइस हजुरलाई चाहिन्छ त यसो त्यही भएर म लिएर आइरहेको छु त्यो किन्दै हुनुहुन्छ ठ्याक्कै लाएर ल ल हेर्नु त उहाँ सुन्नु त एकचोटि आन्टीले के भनिसकेछ बेबी यहाँ नि भएर बस्नुपर्छ नि यस्तो ठुलो मन्दिर यहाँ के भएको अरे भन त यहाँ सती देवीको जिब्रो पतन भएको अरे अब यहाँ आयो भने चाहिँ अलि बेबीलाई अलि कन्फ्युज हुन्छ नि त्यस्तो कुरा पनि फ्याट्ट बोल्न आउँछ अरे क्या बेबी ऋषभ मनोकामना भन्नुहोस् त मनोकामना कामना बगे सोरी रक्षा गर्नु गुड ल अब हामी पूजामा व्यस्त छौँ गाइज अब मेरो भिडियो पनि पुरा भइसक्यो